नमस्ते टासीदेले आज जुन 6 2022 र आज सन्डेको दिन हामी सदा चाहिँ यो गुहेश्वरी एरियामा चाहिँ हामी खाना बाँड्ने क्रममा छौँ र जुन आज हाम्रो घिसिटासी फाउन्डेसनको तर्फबाट चाहिँ अब यहाँ हामी खाना खुवाइरहेका छौँ र जति पनि हामी पहिला विभिन्न ऊबाट चाहिँ हामी व्यक्तित्वबाट चाहिँ डोनेसनबाट खुवाउँछौँ भने आज चाहिँ हाम्रो घिसिटासी फाउन्डेसन मार्फत चाहिँ यहाँ गुहेश्वरीमा चाहिँ 200 जनालाई खाना खुवाउने हाम्रो लक्ष्य हो र जुन 200 खाना चाहिँ हामी आज लिएर आएका छौँ र जुन 200 खाना चाहिँ हामी आज यहाँ बाँड्न गइरहेका छौँ र पानीको समस्याले गर्दाखेरि 250 त आज हामीले देखेको छैन भए पनि हामी आज खाना चाहिँ उहाँलाई खुवाउने छौँ र जुन खाना चाहिँ आज हाम्रो 200 खाना चाहिँ 20,000 रुपियाँ र पानी 1,500 रुपियाँ चाहिँ गरेर हाम्रो टोटल 21,500 को चाहिँ हाम्रो घिसिटासी फाउन्डेसन मार्फत चाहिँ यो ठाउँमा खाना खुवाउन लागिरहेका छौँ देख्न सक्नुहुन्छ र विभिन्न व्यक्तित्वहरू पनि हुनुहुन्छ जुन बाहिरबाट नै आउनुभएको छ उहाँहरू पनि हामी सँगै हुनुहुन्छ र हामी सँगै चाहिँ सहकार्य गरेर चाहिँ यो हामी आज कार्यक्रमको खानाको प्रोग्राम चाहिँ हामी अगाडि बढाइरहेका छौँ र हाम्रा दाजु हुनुहुन्छ उहाँको नाम दाजु छिरिङ हुनुहुन्छ उहाँ पनि केही 2 शब्द बोलिदिनुहोस् र हामी सबै सहकार्य गरेर आज सब गर्न पायो अनि धेरै खुसी लाग्यो थ्याङ्क यू